2 करोड पैसा दिन्छु तँलाई तेरो बोयफ्रेन्डको फोटो देखा भनेर कसैले भने पनि घुसो मन्टो लाएर भाउ चाहिएन भनेर 2 करोड गुमाउन पर्ने भाउ क मलाई त बरै ओ बेला स्कुल पढ्दाखेरि केटासित बोल्ने हिँड्ने हाँस्ने मस्किने गर्ने हो भने फलाना छोरी फलानासित लाइछ बिग्रेर हिँडी सडी भनेर गाउँमा ठाडो मुख पारेर हिँड्न सकिन्थेन के रे बाबामाको इज्जत जाला हो त नि भनेर कोही केटाको पर्पोज त पर कुरा हो फ्यान रिक्वेस्ट नि एसेभ गरेन अहिले आएर सबैले यसको त बोयफ्रेन्ड छ होला भनेर कसैले पर्पोज नि गर्दैनन् सबै तरक 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 तर्केर हिँड्छन् ओ आखिर यहाँ यता न उता हाता जुत्ता भयो पहिला पहिला त बोयफ्रेन्ड छ भन्दाखेरि कति लाजको मर्नु हुन्थ्यो आजभोलि त छैन भन्दाखेरि लाजको मर्नु हुने यही छ क यस्तै हो भने त बिहा नि नहोला जस्तो डर लाग भाइ कता कता स्कुल पढ्दाका कोही छन् भने हाई हेलो गर्दै गर्नु पर्ने है छ क जोडाजोडी पाउन त जति बित्ति गाह्रो है आजभोलि त बेलै बुकिङ